जीएनजी आन्दोलनपछि विघटित प्रतिनिधि सभाको चुनाव आउँदो फागुन 21 गते हुँदैछ र यसका निम्ति विभिन्न राजनीतिक दल, नयाँ पुराना राजनीतिक दलका विभिन्न एजेन्डाहरू अथवा विभिन्न विचार अथवा विभिन्न भाषापत्र अथवा घोषणा पत्रहरू सामाजिक सञ्जाल अथवा तपाईँ हाम्रो हात हातमा आइपुगेका छन् र उम्मेदवारहरू पनि तपाईँ हाम्रो घर दैलोमा आइसकिसक्नु भएको छ। तपाईको घरमा आउने उम्मेदवारलाई तपाईले के प्रश्न सोध्नुहुन्छ अथवा के प्रश्न सोध्नुभयो भन्ने विषयमा रहेर म एउटा फरक प्रसङ्गको कुरा गर्न गइरहेको छु। तपाईको घर दैलोमा आउने उम्मेदवारलाई तपाईले एउटा प्रश्न चाहिँ पक्कै सोध्नु होला। तपाईसँग रगतको नाता लाग्ने सम्बन्ध भएका व्यक्तिहरू जस्तै छोराछोरी, बुवाआमा, दाजुभाइ, दिदीबहिनी स्वदेशमै हुनुहुन्छ अथवा विदेशमा हुनुहुन्छ। ती रगतको नाता सम्बन्ध लाग्ने व्यक्तिको मतदाता नामावलीमा नाम छ कि छैन? उमेर पुगेका व्यक्तिहरूको मतदाता नामावलीमा नाम छ कि छैन? र एउटा गम्भीर प्रश्न के गर्नु होला, यदि दाइ भाइ, दिदीबहिनी अथवा बुवा आमा नै विदेशमा हुन सक्नुहुन्छ, त्यो उठेको उम्मेदवारको रगतको नाता सम्बन्ध भएको व्यक्तिहरू उक्त उम्मेदवारलाई भोट हाल्न जीएनजी आन्दोलनपछि विघटित प्रतिनिधि सभाको चुनाव आउँदो फागुन 21 गते हुँदैछ र यसका निम्ति विभिन्न राजनीतिक दल, नयाँ पुराना राजनीतिक दलका विभिन्न एजेन्डाहरू अथवा विभिन्न विचार अथवा विभिन्न भाषापत्र अथवा घोषणा पत्रहरू सामाजिक सञ्जाल अथवा तपाईँ हाम्रो हात हातमा आइपुगेका छन् र उम्मेदवारहरू पनि तपाईँ हाम्रो घर दैलोमा आइसकिसक्नु भएको छ। तपाईको घरमा आउने उम्मेदवारलाई तपाईले के प्रश्न सोध्नुहुन्छ अथवा के प्रश्न सोध्नुभयो भन्ने विषयमा रहेर म एउटा फरक प्रसङ्गको कुरा गर्न गइरहेको छु। तपाईको घर दैलोमा आउने उम्मेदवारलाई तपाईले एउटा प्रश्न चाहिँ पक्कै सोध्नु होला। तपाईसँग रगतको नाता लाग्ने सम्बन्ध भएका व्यक्तिहरू जस्तै छोराछोरी, बुवाआमा, दाजुभाइ, दिदीबहिनी स्वदेशमै हुनुहुन्छ अथवा विदेशमा हुनुहुन्छ। ती रगतको नाता सम्बन्ध लाग्ने व्यक्तिको मतदाता नामावलीमा नाम छ कि छैन? उमेर पुगेका व्यक्तिहरूको मतदाता नामावलीमा नाम छ कि छैन? र एउटा गम्भीर प्रश्न के गर्नु होला, यदि दाइ भाइ, दिदीबहिनी अथवा बुवा आमा नै विदेशमा हुन सक्नुहुन्छ, त्यो उठेको उम्मेदवारको रगतको नाता सम्बन्ध भएको व्यक्तिहरू उक्त उम्मेदवारलाई भोट हाल्न